ऐतिहासिक नगरी भक्तपुरमा सन्त रामपालजी महाराजको प्रेरणाबाट भव्य आध्यात्मिक सत्संग सम्पन्न, सयौं श्रद्धालुको सहभागिता। सन्त रामपालजी महाराजको प्रेरणाबाट आयोजित भव्य आध्यात्मिक सत्संग तथा समाज सुधार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सयौं श्रद्धालु, युवा, बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सत्संगका क्रममा सन्त कबीर साहेबको प्रसिद्ध बाणी सत्संग की आधी घड़ी तब के वर्ष हजार, तो भी बराबर न रहे कहे कबीर विचार को भावार्थ प्रस्तुत गर्दै सत्संगको महत्त्वमाथि प्रकाश पारिएको थियो। कार्यक्रममा भगवानको भक्तिमा किन मन लाग्दैन भन्ने विषयमा विशेष चर्चा गरिएको थियो। वक्ताहरूले पाप कर्म, अज्ञानता तथा मनमा रहेको आध्यात्मिक अन्धकारका कारण मानिस भगवानबाट टाढिँदै जाने बताए। साथै शास्त्र अनुकूल भक्ति मार्फत मनका विकारहरू हटाउन सकिने र जीवनमा शान्ति तथा आध्यात्मिक उन्नति प्राप्त गर्न सकिने सन्देश दिइएको थियो। यस अवसरमा दाइजो प्रथा, छुवाछुत, नशाखोरी लगायतका सामाजिक कुरीति विरुद्ध सचेतना जगाउने सन्देश समेत प्रवाह गरिएको थियो। युवाहरूलाई नैतिक, अनुशासित र समाजप्रति जिम्मेवार बन्न प्रेरित गरिएको आयोजकले जनाएको छ। यो थियो भक्तपुरबाट हाम्रो विशेष समाचार। हेर्दै रहनुहोस् सर्च अफ ट्रुथ। धन्यवाद।